हेलो गाइस, वेलकम बैक टु माई न्यू च्यानल। और ये मेरा नेपालीबाट बोल्छु ल। आज चाहिँ मेरो मतलब भिडियोमा फर्स्ट मुकबाङ हो विथ माई टु फ्रेन्ड्स अस्मिता गजमेर एन्ड काजल गजमेर। अन्त हाम्रो खानेमा चाहिँ छ के हो, चिकन विङ्स, चिकन मोमो, पुच्का, करेन्ट दुईजनाको लागि, या मेरो सीविड पेपर, रामेन, कार्बोनारा, पुच्काको झोल, पुच्काको आलु, अन्त हाम्रो झोलवाला स्पेशल अचार। गाइस इतनी खुशी मुझे आज तक। चियर्स। हाम्रो बिहाइन्ड द क्यामेरा छ लाली। Big shout out to Lali for helping us with the camera. खाए गाइस। कस्तो तातो छ हौ। मोमो चाहिँ मैले बनाएको है गाइस। मैले बेलेको बेल्ने भन्दा निकै मान्छे हो क्या। मैले के भन्दा त्यसलाई के भन्दैन मैले गरेको थिएन नि त। त्यसो भयो मेरो सिविड पनि ओइलिसकेको छ हौ। चिसो भन्छ गाइस। सबसे अगाडि बनाएको थियो कि त्यही भएर उता चपस्टिक नै झन् चप्छु। दामी लाग्छ सबै। हाम्रो लाइफको फर्स्ट मुकबाङ हो। अरू बेला खालि अरूले खाएको हेर्थ्यो, अब म आफूले खाएको हेर्छु। साङ्गोको च्यानलमा हेरेको गर्छु। Let's try puchka guys. चल्दैन त हामीले फुटाएर राख्नुपर्ने रहेछ। अचार पनि हालेँ। पुच्का पनि खान। पुच्काको आलु एन्ड पानी मेड बाई वान एन्ड ओन्ली अस्मिता। दामी रहेछ त्यो। तिम्रो हेर्दै खाँदैछ। पिरो भयो त हौ। चिकन विङ्स। यो मोमो चाहिँ झोल त पुरो लालीले बनाएको। यो चाहिँ क्विन अफ द मोमो है, आजको मोमो हो। यत्रो लामो हात छ बिचराको। सरी बुझिदेऊ न। मिठो भयो है। दामी लाग्यो गाइस। मेहनत त चाहिँ सबैजनाको है। हामीले त खाएँ ल त भनेन न। खाएँ ल। सुकिसकेपछि भन्छ सकेर चिकन विङ्स ट्राई गरिदिनु। यो चाहिँ एकदम मेरो साथीले बनाएको है, स्पेशल। घरमा दामी होइन? यस्तो हुन्छ।
बनाउनु नि रहेछ। सोचेको भन्दा बेसी मिठो भएछ यिनीहरू चाहिँ मभन्दा दुईजना पुर्की पुर्कीहरू छ ल पिरामा बसिरहेको छ दुईजना यो हात काटेको कस्तो पोल्यो। घरको पुरै टाढो भएको अप्ठ्यारो भयो। यसरी नै सेटअप चेन्ज है। यसको हात बेसी लामो भयो। अलिक अमिताभ बच्चनवाला हात छ कि करेन्ट रामेन कार्बोनारा कार्बोनारा चाहिँ कस्तो भएछ है? चटपटे मोमोको राजा यो चाहिँ एक्ट्रेस सबैभन्दा ठुलो मोमो छ क्या आपके मसूड़ों में तकलीफ है? हाँ। क्या आपके टूथपेस्ट में नमक है? साइको हो चुप छिटो न आई लभ यू सो मच मतलब कुछ भी I love you Puguri so much. Very, very much. Cheers. Nice one. ये non-veg वाला हो गया उसी भी Barbecue wala. Dali. Guest entry. Sharing is loving. Enjoy kara.
कल्याणले मेरो भन्नु हो You don't have the Chinese products, so But I love this chicken better than we get at restaurants. At least young restaurants. Cameraman, guys, अलिकति यता आउनु भन्दैछ सबै होममेड है guys. आम्बो बिग ब्याग डाइरेक्ट एकैचोटि त्यो मात्रै निकाल्दैन यो मलाई चाहिँ मोमो गाजर साह्रो मन पर्यो यतिसम्म मात्रै खान्छ हामी तिनजनाले यतिसम्म मात्रै खान्छ अरे. अब चाहिँ हाम्रो अस्मिता म्याडमले गिभ अप गरेर हाम्रो गेस्ट एन्ट्री भएको छ मिस लाली थापा होइन अञ्जली होइन हाम्रो क्यामेराम्यान चाहिँ ऊ थियो ओए हाई भन्न क्यामेराम्यान हाई क्यामेराम्यान अहिले गेस्ट भइसकेको छ चाहिँ म अहिले कति बाइकमा खानु होला गेस गरेर त नेक्स्ट मोटु गाइस मोटु बाइट फोकस क्यामेरा फोकस 2 बाइट 2 बाइटमा पनि 2 बाइकमा बिग बाइट ल लु यसले 1 बाइटमा हाल्न हाल्यो 1 2 3 यो हो नि त असली यसलाई पो राख्नुपर्ने रहेछ त ओ 2 बाइट भनेको छ मैले भन्नु नम्बर अनि मैले नि टु ओके उहाँले भनौँ न होइन यस्तो त यसले खाँदा त मेरो नै मुख भयो अयो दामी लाली चिकन पनि 1 बाइट पिरो है रामेन 1 बाइटमा खाइरहेको जस्तो यो पिरो भयो भन्छ अलिक सास फेर्नु देऊ न बिचरालाई ओके लाली चिकन खान 1 बाइट अगेन क्यामेरा फोकस क्यामेराम्यान फोकस क्यामेराम्यान फोकस क्यामेराम्यान त खराइ खराइ खान्छ। फोकस किन जाने खाएको मिठो खाने त्यो त साह्रो गरेर खान्छ म हड्डी मात्रै निकाल्दै त्यस्तो गर्न बिग फ्यान अफ मिकासा छोरा छोरी हेर्ने हो लाली 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 भन्ने न You can do it, girl. भन्नु ओ भाइ साहब नाइस नाइस हो नाइस खास गरी प्लेन चिकन भएको चाहिँ निक्लिँदैन एक बाइटमा सबै त्यो कोल्ड चिकन के सोचेको लाली पनि फेरि होइन उयो त्यसको अट्दैन त्यो छाला हुन्छ नि त्यसो त्यसले गर्दा त्यस्तो सक्दैन छाला चाहिँ खता टाटा बाई बाई Bye.